चाहिँ हामी साथीहरू यहाँ आएको छौँ है गोल्डन पकोडा गोल्डन टेम्पलमा। हामी चाहिँ अहिले फाइनली यो गेटमा आइपुग्यौँ साथीहरू हेर्नु। ओम मनिकोमा होम अब चाहिँ यहाँभित्र पस्ने हो। आइपुग्यो हामीहरू साथीहरू यहाँनिर फाइनली हेर्नु होला यहाँको वरिपरि। ओम मनिकोमा हौँ हामी चाहिँ अहिले मन्दिरमा आइपुग्यौँ। यहाँ दर्शन गर्ने जग्गा अहिले चाहिँ हामीहरू यहाँभित्र पसेको थियौँ। यसो दर्शन गऱ्यौँ अनि दर्शन गरेर भर्खर अब निस्केको। अब यताउति घुम्नु जाने हो। चप्पल त वहीँ खोलेको छ हामीले चप्पल चाहिँ। अहिले चाहिँ खाली दामी दामी फुल छ यहाँनिर। आउनु होला साथीहरू घुम्नु। कति राम्रो राम्रो फुल छ हेर्नु। जग्गै एकदम शान्तिको कि अनि एकदम राम्रो लाग्छ। यताबाट हेर्नु साथीहरू यो फुल कति राम्रो। म त झन्डै 5 मिनट पनि बेसी भइसकिसक्यो म यो फुलमा झुत्तेर बसेको। हेर्नु न कस्तो राम्रो एकदम ओरिजिनल उयो फुल त कस्तो राम्रो लागेको पनि। साथीभाइहरू यहाँनिर आएर यो फुलको चाहिँ एकदम उयो भयो कि अरू त अब यहाँ यो त अब एकदम शान्ति। साथीहरू यता पनि हेर्नु एउटा पेटसरी कस्तो दामी छ है। यो दामी छ। यता अगाडिपट्टि जाउँ न मिना। हेरौँ कति राम्रो जग्गा कस्तो राम्रो लागेको छ। हामी चाहिँ निक्कैको भयो त हौ 1 घन्टा जस्तो हुन आँटिसक्यो यहाँ आएको। घुमेर सकेको छैन। अनि यो चाहिँ हेर साथीहरू यहाँको गोल्डन टेम्पल खै हुन्छ होला। दर्शन गर्नु होला सबैजनाले। ओम मनी पेमा ओम लेख्नु होला। ओम मनी पेमा ओम मनी पेमा। अहिले चाहिँ हामीहरू साथीहरू यहाँ आइपुगेको छौँ अनि यहाँ पनि हामीले दर्शन गऱ्यौँ। अब यहाँबाट हामी फेरि निस्किनु लागेको। अब यता पछाडिपट्टि सक्नु 2 जना मात्रै छ। एक दिन फुर्सद निकालेर आउनुपर्छ साथीहरू यहाँ घुम्नुलाई। तपाईँहरूलाई पनि राम्रो लाग्यो भने आउनु होला घुम्नुलाई। अनि भिडियो मन पर्यो भने यो जग्गा मन पर्यो भने लाइक कमेन्ट सेयर गर्नु होला। मान्छेलाई मन नपरायो पनि हुन्छ कि मान्छे यहाँको जग्गा मात्रै राम्रो छ मान्छे राम्रो छैन। अब हामीहरू फेरि यहाँनिर आएको थियौँ। अब फेरि हामी चाहिँ यहाँबाट निस्क्यौँ। अब यो ब्लगलाई नै जोडेर डाइरेक्ट लाउनु। मिनाले चाहिँ ब्लग बनाउँछ अरे अनि ब्लग बनाएर एकैचोटि 2-3 घन्टाको भिडियो ढाल्छ अरे यसले। यहाँ चाहिँ सिंह राजा बसेको छ गरेर हेर्नु। यहाँनिर चाहिँ गेट अनि यहाँ दुईतिर राजाको बडीगार्ड बसेको छ है। के गर्नु साथीहरू हाम्रो मोबाइलले पुरा क्याप्चर गर्दैन। यस्तै दूरबाट आयो भने त पुरै नजिकै देखिहाल्छ। यस्तै छ यहाँको गोल्डन टेम्पल। के पऱ्यो के जग्गा पऱ्यो यो त गोल्डन टेम्पल गोल्डन पकोडा होइन हौ जग्गा चाहिँ। तपाईँहरूलाई पनि आउनु मन लाग्यो राम्रो लाग्यो भने आउनु होला। यहाँ टेङ्गापानी भन्ने जग्गामा मलाई चाहिँ यहाँ। हेलो साथीहरू कस्तो होला सन्चै होला। आइ पनि सन्चै। अनि आज चाहिँ हामीहरू दिदीबहिनी हामीहरू खतरा छ नि साथीहरू। 2 जना मात्रै आउँछ गोल्डन टेम्पल घुम्नुलाई। यति दूर पागलहरू हुने हामीहरू। आउनु त हामीहरू 4 जना आएको थियो कि 2 जना चाहिँ आएन। उनीहरू चाहिँ पहिल्यै आएको अरे अनि तिनीहरू गाडीमै सुतिरहेको उनीहरू चाहिँ। यहाँबाट चाहिँ क्या यो दोकान रहेछ गाडीमा आउने। यो चाहिँ हेर्नु अघि आउँदा पनि मैले सुरुवातमा देखाएको थिएँ।